गुरुवर यस कार्यक्रमका सभापतिज्यू र स्कुलको प्राध्यापकज्यूमा र यहाँ उपस्थित हुनुभएका हाम्रो शिक्षक शिक्षिकाहरूमा मेरो दिलबाट हार्दिक आज टिचर डेको शुभकामना छ है। यो टिचर डे हामी मनाइरहेको छौँ किन, हामी किन टिचर डे मनाइरहेको छौँ त्यसको बारेमा अलिकति म केही शब्द भन्नको लागि गइरहेको छु कि टिचर भन्नुको बिना गुरुको ज्ञान हुँदैन। हाम्रो सनातन धर्म पनि भनेको छ कि गुरु ब्रह्मा गुरु विष्णु गुरु देव गुरु महेश्वर भन्नुको अर्थात् गुरुलाई ब्रह्मा विष्णु महेश सबैको चाहिँ त्यो स्थान दिएको छ सनातन धर्म पनि। त्यस्तै हामी यहाँ यो सनातन धर्मभन्दा आज त्यो इङ्ग्लिसमा टिचर भनिन्छ र सांस्कृतिकमा त्यही टिचरलाई गुरु भनिन्छ। यो भन्नुको अर्थात् हो गुरु भन्ने व्यक्ति जसबाट हामी ज्ञान आर्जन गर्न सक्छौँ त्यसलाई नै गुरु भनिन्छ। त्यो ज्ञान भन्नुको मतलब कस्तो हो, हाम्रो जीवनमा हरेक समस्यासँग हामी लड्ने, हामी त्यो समस्यालाई निराकरण गर्ने र आफ्नो जीवनयापन गर्नको लागि सही बाटो निर्देशन गराउने व्यक्तिलाई हामी गुरु भनिन्छौँ। त्यही गुरुको आधारमा हामीले अब त्यो चाहिँ ज्ञान प्राप्त गर्नको लागि विद्यालय होस् या कुनै पनि संस्था होस् या कुनै औपचारिक अनौपचारिक ठाउँ होस् त्यो सबैबाट नै हामी जुन ज्ञान सिक्छौँ र जुन व्यक्तिबाट सिक्छौँ त्यो नै गुरु हो भन्ने हामी त्यो नै टिचर हो भनेर हामीले बुझ्नु पर्छ। यो हाम्रो धारणा पनि रहेको छ। अर्को कुरा छ कि यो शिक्षा यानि शिक्षा हामी गुरुबाट प्राप्त गर्छौँ भन्छ कि एजुकेसन इज नथिङ बट फर्मेसन अफ ह्याबिट। भन्नुको मतलब शिक्षा केही हुँदैन तर बानीको विकास र बानीलाई राम्रो सुधार गरिदिनको लागि हामीले जुन ज्ञान दिन्छ त्यो नै शिक्षक हो र हामीले नै शिक्षकलाई गुरु भन्नुपर्छ। यो चाहिँ सतयुग कलयुग अनि द्वापर अनि त्रेता युगमा श्री राम भने विष्णु भगवान मानवको रूपमा जन्म लिएको थियो धरतीमा। उहाँले पनि आफ्नो विश्वामित्रको गुरु चुज गरेको थियो अनि त्यो गुरुको आधारमा गुरुको भनाइको आधारमा ज्ञान प्राप्त गर्न उहाँ अनि आज उहाँको पूजा दुनियाँमा भइरहेको छ। त्यो गडले भगवानले पनि आएर यहाँ आफ्नो गुरु मानेको छ यो धरतीमा। त्यस कारणले हामीले पनि जति यहाँ म उपस्थित भएको छु म पनि आफ्नो गुरुबाट नै ज्ञान सिकेर आएको छु। हाम्रो पनि यो जीवनमा धेरै गुरुहरू मलाई ज्ञान दिनुभएको छ। जस्तै फर्स्टमा म आफ्नो यहाँ जन्म पाएको भए मेरो आमाले मलाई ज्ञान दिनुभयो, खुवाउने अनि हिँडाउने बोल्ने अनि केही काम गर्ने पहिले सानो छँदाखेरि त्यो आमाले नै सिकाउनु भयो। त्यसपछि आमा हाम्रो स्कुलबाट हामीले स्कुलमा पठाउनु भयो र स्कुलबाट हाम्रो दोस्रो गुरुको रूपमा शिक्षक शिक्षिकाहरू प्राप्त गर्नुभयो र हाम्रो जीवनको रूपमा हामीलाई राम्रो ज्ञान दिनुभयो र आज आउने अवस्थामा पुगेको छु। त्यस्तै हाम्रो भाइ बहिनीहरूसँग मेरो यही विनम्र अनुरोध हुन्छ कि गुरुको माया भर्खर हाम्रो सरले भन्नुभयो कि गुरुको माया सदैव शिक्षकमा रहन्छ र गुरुलाई हामीले आदर सत्कार जहिले पनि गर्नुपर्छ। गुरुको आदर सत्कार गरेन भने हाम्रो जीवनमा धेरै अप्ठ्यारो हुन सक्छ। अर्को कुरा रहेको छ शिक्षक यो टिचर जुन भनिन्छ। म एउटा अर्को कुरा भन्छु कि हाम्रो समाजमा पुलिस प्रशासन हुन्छ त उसले चाहन्छ कि क्राइम होस्, कि हामीले केही हुन्छ भनेर, के चाहन्छ कि यो समाजमा झगडा हुन्छ भने केही हुन्छ, अनि डक्टर चाहन्छ कि यो गाउँ समाजमा बढी बिरामी हुन्छ भने मलाई फाइदा हुन्छ। तर शिक्षक एउटा यस्तो व्यक्तिको कहिले पनि चाहँदैन जुन संस्थामा काम गर्छ, जुन गाउँमा काम गर्छ, जुन देशमा कुन जिल्लामा काम गर्छ कि हाम्रो देश र जिल्लाको मान्छेहरू कुनै पनि अनएजुकेटेड होस् वा अनपढ होस् या कुनै पनि परीक्षामा फेल होस् भनेर उसको दिलबाट ऊ चाहँदैन। त्यस कारणले यो शिक्षक नै यो देशको विकास गर्नको लागि र जीवनलाई राम्रो बनाउनको लागि शिक्षक नै हुँदा ब्याकबोन अफ सिभिलाइजेसन हो र हाम्रो देशको हाम्रो समाज जीवनको मेरुदण्ड हो भने बुझ्न सकिन्छ।
यही कुरा रहेको छ कि शिक्षक कहिले पनि जान्दैन कि हाम्रो कुनै पनि सेवा अरू स्टुडेन्ट होस् र फेलर होस् भनेर यति मन्तव्य राख्दैमा आफ्नो यो माइक समाउँछु। धन्यवाद।